हाम्रो भिडियोको सबैभन्दा इन्ट्रेस्टिङ पार्ट चाहिँ यो हो। हेर्नुहोस् कस्तो रमाइलो, कस्तो हाँसो लाग्दो छ। नछुटाइकन हेर्नु होला भिडियो अन्तिमसम्म। जीवनमा सोचेको भन्दा नसोचेको कुरा धेरै हुन्छ भन्ने एउटा भनाइ छ नि, त्यो चाहिँ पक्का हो है। हाम्रो यो यात्रा पनि एकदम नसोचेको यात्रा हो। हामी सबैजनाले अर्घाखाँची जाने भनेर सल्लाह गऱ्यौँ राति। अनि त्यसपछि हामीहरू बिहान हिँड्यौँ अर्घाखाँचीको बाटोतिर। हामी गोरुसिङे पुगिसकेका छौँ। अनि त्यसपछि कोही चन्द्रौटाबाट आउने, कोही चाहिँ हामीहरू चाहिँ बुटोलबाट जाने। बुटोलबाट जानेमा थियौँ म, मेरो बाबुहरू, अनि त्यसपछि बाबुको बाबा, अनि हुनुहुन्छ भिनाजु, अनि चन्द्रौटाबाट आउने चाहिँ बहिनी ज्वाइँको बाबु, अनि त्यसपछि दिदी भिनाजुको छोरा अनि दिदी। सबैजना गोरुसिङे जम्मा भयौँ। त्यसपछि गोरुसिङेबाट हामीहरू लाग्यौँ अर्घाखाँचीतिर। अनि त्यसपछि बाबुले झ्यालमा छोपेर हाहा हाहा भन्दै रमाइछिन्। झ्यालमै छोप्ने अरे, भुइँमा नझर्ने अरे। अनि हामीहरू सबैजना चाहिँ गफमा मस्त छौँ, व्यस्त छौँ। अनि एउटा कुरा के, यो भिडियोमा के बोल्ने होला भन्ने कुराले पनि मन साह्रै खुल्दुल हुन्छ कि। अनि त्यसपछि बाबुले चाहिँ हेलो हाई भन्दै रमाउँदैछिन्। अनि हामीहरू पुग्यौँ अर्घा भगवती मन्दिर। अनि त्यसपछि यहाँ चाहिँ हामीहरू सायद सबैजना फर्स्ट टाइम होला। अनि हामीहरूले हेर्दैछौँ कस्तो छ के छ भन्दै। मलाई चाहिँ छोराहरूले सताइराखेका छन्, दुईवटा छोराको आमा म चाहिँ। अनि यता भिनाजुलाई चाहिँ भाइले जिस्काउँदै हुनुहुन्छ, दाइ चस्मा लगाउनुहोस् भन्दै। अनि भिनाजुले लगाउनु भयो चस्मा। त्यसपछि फोटो खिचिदिनु भयो। अनि हामीहरू जाँदैछौँ फटाफट मन्दिर। अनि हामीहरूले आजै फर्किनु छ, त्यसैले जति सक्दो छिटो हुन्छ हामीहरू फटाफट गर्ने कोसिसमा छौँ। अनि हामीहरूले भित्र एकचोटि हेर्दैछौँ मन्दिर के कस्तो छ भनेर। फटाफट घुम्दैछौँ। ल है, जो सक्छ छिटो घुमेर आउने, जो छिटो सकेर आउँछ त्यो नै फर्स्ट हुन्छ भन्ने हाम्रो कुरा भइसकेको छ पहिले नै। अनि भगवती मन्दिर दर्शन गरिसकेपछि हामीहरू लाग्यौँ अब हाम्रो घर हिलेतर्फ। हिले जानलाई चाहिँ हामी यहाँबाट अझै लगभग सायद पौने घन्टा जति जानुपर्छ होला। अनि त्यसपछि कति रमाइलो छ हेर्दाखेरि। अनि हामीहरू पुग्यौँ मसुरेपाटा भन्ने ठाउँमा। अनि यहाँबाट हामी जाँदैछौँ कोही बाइकमा, कोही ट्याक्सीमा। गाडी चेन्ज गर्दैछौँ, त्यो गाडी नजाने भएको भएर। अनि बाटो छ यस्तो, हेर्नुहोस् कस्तो छ बाटो चाहिँ यहाँको। यो बाटो चाहिँ बन्नुपर्ने कि, अझैसम्म पनि कति ठाउँमा बाटोहरू बनेको छैन क्या है। अनि भिनाजुले चेक गर्दै हुनुहुन्छ बाटो कतिको खाल्टो छ, गाडी फस्छ कि फस्दैन भनेर। अनि फस्दैन आए हुन्छ भन्नुभयो। अनि त्यसपछि भिनाजु दौडिनु भएको छ खुतुतुतुतु। बाटो चाहिँ अब ठिकै छ अरू। त्यसपछि हामीहरू पुग्न लाग्यौँ दोबाटा भन्नेतिर। हिले डोटा, थार पहिलापछि डोटा हिले। हामीहरू जाँदैछौँ अर्काको बाटो। यता चाहिँ हेर्नुहोस् है मौसम कस्तो छ, पानी आएर कस्तो छ भने जाडोमा जस्तै के। गर्मी मौसम हो तर पनि जाडोमा जस्तै छ के। कुहिरो लागेर एकदम चिसो छ यो ठाउँ चाहिँ, चिसो हुन्छ एकदम। हामीहरू पुग्यौँ हाम्रो घर हिले। त्यसपछि हामीहरूले आमालाई भेट्दैछौँ। आमाहरूसँग बाबुहरूले कुरा गर्दैछन्। आमा हामीहरू को हो भन्नुहोस्। अनि हाम्रो साइली आमाले चिनाइदिँदै हुनुहुन्छ सबैजनालाई। अनि के भन्दैछन् भने, आमा हजुरलाई कसैले नभनिकन भन्नुपर्छ हामी को हो। भनिदिएपछि त जसले पनि त भन्छ नि, नभनिदिकन भन्नुहोस् है हामी को हो भन्दै रमाइला गफहरू भए। त्यसपछि अनि हामीहरू अब लाग्यौँ है भनेर भन्दैछौँ। कहिले आउँछौ त अब भन्नुभएको छ। हामीहरू आउँछौँ आमा छिट्टै भनेछौँ। अनि यता सिट नभएर बाबुहरू चाहिँ बसेका छन् डिक्कीमा। अनि रमाइलो भयो, हजुरहरूलाई के थाहा भन्छन्। अनि हामीहरू त्यहाँबाट फर्क्यौँ थार पाइला हुँदै। हामीहरू अब जाँदैछौँ अँधेरी, हाम्रो फुपू दिदीको घर। साना वाल पछि अँधेरी छ नि, अँधेरी चाहिँ हामीहरू जाँदैछौँ। अनि मौसम कति राम्रो छ, धारा पानी देखिँदैछ यताबाट चाहिँ। अनि फटाफट भेटघाट गरेर हामीहरू चाहिँ आज साँझ फर्किनेछौँ घर। अनि हरियाली, यो राम्रो मौसम जे होस्, बस्नलाई चाहिँ पहाडमा राम्रै छ। तर सेवा सुविधाहरू हेर्दा सहरतिरै बस्नु मन लाग्ने होइन, तराईतिर सहरभन्दा पनि। अनि त्यसपछि हामीहरू लगभग पुग्यौँ अँधेरी फुपू दिदीको घरमा। त्यसपछि एकछिन हामी बस्छौँ, कुराकानी गर्छौँ। अनि त्यहाँबाट सबैजना मिलेर फर्कन्छौँ फेरि। अनि त्यसपछि सन्धिखर्क फटाफट हामीहरू आउँछौँ। अनि हामीहरू सबैजना घर फर्किन्छौँ। सानी बाबु चाहिँ निदैछिन् मेरो काखमा आनन्दले। अनि जिस्काउँदै हुनुहुन्छ मलाई ज्वाइँले चाहिँ, बाबु कति मजाले सुतेकी छन्। बाबुलाई पनि बोक्नु पर्यो अरे, के गर्नु त्यस्तै छ। सानोको देखेपछि ठुलालाई पनि रहर लाग्छ। अनि बाटो पनि अप्ठ्यारो छ, त्यही भएर बोक्नु भएको छ ठुलोलाई पनि बाबाले। अनि त्यसपछि हामीहरू दिदीको घरमा पुगेर फर्कियौँ। अनि लास्टमा झर्ने चाहिँ दिदी भिनाजु हुनुहुन्छ बाबुसँगै। अनि हात छोपेर झर्दै हुनुहुन्छ, लोटिन्छ कि भन्दै। हाम्रो यात्रा रमाइलो भयो। बाई बाई गाइज।